अब चाहिँ म जान्छु अब आमाको घर अनि अब छिटै पुग्छ होला नजिकै होला मेरो भाइ बहिनीहरू पनि जान्छ बाबाहरू पनि अनि ऊ भाइ बहिनीहरू चाहिँ कुरिला छन् अनि म चाहिँ हिँडिरहेको छु बाबाहरूसित अनि उयो अब 1 मिनट लाग्छ होला अहिले चाहिँ 7 बजी लाग्छ अब त्यो बाटोतिर पुगिसक्यो यहाँ फेरि जङ्गलमा बाटाहरू आउँछ यहाँ चाहिँ तर अब लोड बनाउन आँटेको छन् यो हाम्रो बेलबालीको गाउँ बेलबाली 1 मोरङ हेर्नु गाइस कस्तो छ हेर्नु अनि म चाहिँ भाइको घर आएर भाइको अनि हाम्रो चाहिँ 3 मोरङ बेलबाली 3 मोरङ हो त्यस्तो यो गर्दैन हुन्छ र त ल बना अझै बना अब हाम्रो रोडमा लाइटमा हाल्नु यहाँ चाहिँ बाटो पनि बन्दैछ बाटो पनि बनिरहेछ अब बन्छ कहिले अगाडि देखाउनु मलाई मात्रै देखाएर हुन्छ हामी जाँदैछौँ भन्न न अगाडि त्यसरी देखाइन्छ अगाडि अब चाहिँ उटिया छ उटिया अगाडि अब पुग्न आँट्यौँ अब लगभग यहाँबाट 15 मिनट जति लाग्छ होला गाइस अब यहाँ चाहिँ 15 मिनट लाग्छ होला गाइस अब उहाँ गएपछि उहाँको पनि म भुवा हाल्नेछु म उहाँ गएर उहाँको भुवा हाल्नेछु अब पछाडि उता बाटो पनि देखाऊ अब पछाडि अब उटिया भाइ चाहिँ कुदिरहेछ ऊ भाइ चाहिँ कुदिरहेछ नहल्लाइकन बनाऊ न नहल्लाइ बनाए पो लड्छ होला त्यो अब उटिया चाहिँ फुटबल छ फुटबल